नमस्कार, स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरू। राष्ट्रिय स्वतन्त्र पार्टी जसले नयाँ पुस्ताको आशा बोकेर उदाएको दाबी गर्छ, तर महाधिवेशन सकिएको यतिका दिन बित्दा पनि किन रासपाको केन्द्रीय समिति पूर्ण हुन सकेको छैन? के रवि लामिछाने र बालेन्द्र शाहबीच पदको भागबण्डा नमिल्दा पार्टी नै अलमलमा परेको हो? आजको भिडियोमा हामी रासपाभित्रको यही भित्री रडाकोको चिरफार गर्नेछौँ। मित्रहरू, रासपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। सबैलाई लाग्यो अब पार्टीले गति लिन्छ, तर 158 सदस्य रहने भनिएको केन्द्रीय समितिमा 51 जना मनोनित सदस्य र 12 जना पदाधिकारीको सिट अझै खाली छ। महाधिवेशन स्थलमै सामूहिक फोटो खिच्ने योजना थियो, तर आज उनीहरू बीच नामको सूचीमा होइन, सिटको सङ्ख्यामा सहमति जुट्न सकिरहेको छैन। हामीले विभिन्न माध्यमबाट बुझेअनुसार बालेन्द्र शाह पक्षको माग छ मनोनित गरिने 51 जना मध्ये आधा हिस्सा अर्थात् कम्तीमा 25 जना आफू खुसी सिफारिस गर्न पाउनुपर्ने। यता सभापति लामिछाने पक्षले भने यसरी भागबण्डा गर्दा पार्टीको सङ्गठनात्मक संरचनामा असर पर्ने भन्दै अनाकानी गरिरहेका छन्। यहाँ दुईवटा गुटको मात्र कुरा छैन, यहाँ शक्ति सन्तुलनको खेल पनि छ। जसरी चुनावमा टिकट बाँड्दा दुई नेता मिलेर भागबण्डा गरेका थिए, त्यही फर्मुला यहाँ लागू हुने कि नहुने भन्ने ठुलो प्रश्न खडा गरेको छ। पदाधिकारीको हालत पनि उस्तै छ। वरिष्ठ नेता सहित 12 पद खाली छन्। चर्चा के छ भने उपसभापतिको पदका लागि अहिले सुनिल लम्साल र सुदन गुरुङको नाम अगाडि छ। कोही भन्छन् लम्साल पाका नेता हुन्, उनलाई नै दिनुपर्छ, त कोही भन्छन् सुदन गुरुङ जेन जी पुस्ताका प्रतिनिधि हुन्, तिनलाई अगाडि सार्दा पार्टीको इमेज राम्रो हुन्छ। अब रवि लामिछानेले कसलाई रोज्छन्, त्यसले रासपाको भविष्य कता मोडिन्छ भन्ने स्पष्ट सङ्केत दिनेछ। अन्त्यमा प्रश्न यो होइन कि कसले कति पद पायो, प्रश्न यो हो कि रासपा पनि पुरानै ढर्राको भागबण्डाको राजनीतिमा फस्न लागेको हो कि आम कार्यकर्ताले खोजेको नयाँ यही हो? तपाईँलाई के लाग्छ? रवि र बालेन्द्र बीचको यो दूरीले पार्टीलाई बलियो बनाउँछ कि कमजोर? तल कमेन्ट बक्समा चाहिँ आफ्नो विचार राख्न नबिर्सनुहोला। भिडियो मन परे लाइक र सेयर गरिदिनुहोस्। यस्तै राजनीतिक भित्री पाटाका लागि हाम्रो च्यानललाई फलो र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला। धन्यवाद।